my god! सो हेलो गाइज, वेलकम ब्याक इन आवर न्यू भिडियो। आज चाहिँ म अझ एउटा नयाँ भिडियोको साथ हजुरहरूको सामु उपस्थित भइसकेको छु भने आज चाहिँ म हाम्रै समितिको बस सुपर भिआइपी सोफा एसीको भिडियो लिएर हजुरहरूको सामु उपस्थित भएको छु भने यो बस चाहिँ धनगढी एसी काठमाडौँको रहेको छ। सो भिडियोलाई चाहिँ लास्टसम्म हेर्न नबिर्सिनु होला है त। सो रिभ्यू सुरु गरौँ हाम्रो बसको माथिको पार्टबाट। यहाँ चाहिँ हजुरहरूले सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको स्टिकर र महादेवको पनि स्टिकर देख्न सक्नुहुन्छ। र यो बसको म्याच चाहिँ तपाईँहरूले दुईवटा हाइट मार्कर ल्याम्प र दुईवटा सो मिररका साथै दुईवटा एडिसनल साइड मिरर पनि देख्न सक्नुहुन्छ भने यो बसमा चाहिँ हजुरले मेन चाहिँ 6वटा हेडलाइट पाउनुहुन्छ जो कि डिम, डिपर, अप्पर सबैमा काम गर्छ भने यो बसमा चाहिँ तपाईँहरूले एक्स्ट्रा 6वटा फक्स लाइट पनि देख्न सक्नुहुन्छ। र हाम्रो यो बस चाहिँ विवेक बडी बिल्डर वीरेन्द्र बनेको हो। यसको लुक्स चाहिँ निकै आकर्षक छ। हाम्रो प्रत्येक डिस्कभरीहरू जस्तै छ यसको लुक्स पनि, अगाडि पछाडि जताततैबाट पनि। अनि हाम्रो बसको निक नेम चाहिँ बोइङ 747 रहेको छ, किन भन्दाखेरि हाम्रो बसलाई यो 35-35लाई धनगढीको क्विन अफ द रोड्स पनि भनिन्छ भने यो चाहिँ विवेक कस्मोसको लोगो। अनि बसको लाइट यसमा चाहिँ हजुरले दुईवटा एलइडीका साथै एउटा हेलोजन हेडलाइट देख्न सक्नुहुन्छ। यो चाहिँ विवेक बडी बिल्डरको लोगो। हाम्रो गाडीको गाडी नम्बर चाहिँ सुपर 010001 ख 3535 रहेको छ भने अब चाहिँ हामी बसको लेफ्ट ब्याक साइडमा आउँ। अनि हाम्रो सुन्दर सुदूरपश्चिम यातायातको एउटा राम्रो कुरा चाहिँ के भन्दाखेरि हामीले चाहिँ सबै बसमा यो येल्लो कलरको यो हाइलाइटर हामीले सब बसमा हाल्ने यो चिज सुरु गरेका छौँ, जो कि राति लाइट पऱ्यो भने मजाको टल्किन्छ, त्यसले गर्दा एक्सिडेन्टदेखि पनि बच्छ। यो येल्लो कलरको फलाममा हाल्ने यो स्टिकर। र ब्याक लुक्समा चाहिँ तपाईँहरूले माथि दुईवटा हाइट मार्कर ल्याम्पका साथै दुईवटा ब्याकलाइट देख्न सक्नुहुन्छ, जसमा रिभर्स लाइट अनि यो हाइलाइटर पनि इन्क्लुड छ। किङ इज ब्याक 2.0 भनेर पनि छ भने यो चाहिँ हाम्रो बसको टायर अगाडि र पछाडि यो हजुरले चारवटै टायरमा व्हिल क्याप देख्न सक्नुहुन्छ। व्हाइट कलरको निकै आकर्षक देखिन्छ। अनि यो चाहिँ हाम्रो बसको अगाडिको विन्डसिल्डको स्टिकर धनगढी एसी काठमाडौँ र सुपर भिआइपी सोफाको स्टिकर पनि यहीँ रहेको छ बसको साइडमा। र यो चाहिँ सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको स्टिकर स्थापित 2040 42 इयर्स हुँदैसक्यो। सुन्दर सुदूरपश्चिम यातायात प्रणाली इस्टाब्लिस भएको यो चाहिँ स्टिकर रेस्पेक्ट फर राइडर्स भनेर। अनि अब चाहिँ हामी आउँ बसको मेन क्याबिनतर्फ। क्याबिन चाहिँ ठुलो छ भने यो बस चाहिँ टाटाको 161862 BS3 मोडलको बस हो। यसको च्यासिस चाहिँ 2023 मोडलको रहेको छ। र अब चाहिँ हामी जाउँ बसको मेन सिटहरूतर्फ। यो बसमा चाहिँ सुन्दर सुदूरपश्चिम यातायात प्रणाली भिआइपी सोफा सिट भनेर सिट हालिएको छ। सिटको माथि हजुरले टोपी पनि देख्न सक्नुहुन्छ एडरेस्टमा ब्लू कलरको। अनि यो चाहिँ बसको इमर्जेन्सी एक्जिट अथवा भेन्टिलेसन पनि भन्न मिल्यो। अनि यो बसमा चाहिँ हजुरले कुल 9वटा स्पिकर देख्न सक्नुहुन्छ, अगाडि दुईवटा र प्रत्येक स्लिपरमा दुईवटा स्पिकर रहेको छ। सो यो चाहिँ यो बसको टिभी 43 इन्च 43 इन्चीको टिभी रहेको छ भने त्यहाँ चाहिँ सञ्चालकको नम्बर पनि छ, जो कि म हजुरलाई एकछिनमा देखाउने वाला छु। अनि यो चाहिँ बसको सिट फोल्डिङ गर्दा पनि निकै फोल्ड हुन्छ। अनि यो बसमा तपाईँहरूले डिजिटल क्लक पनि देख्न सक्नुहुन्छ, जसको टाइम चाहिँ करेक्टै छ। अनि यो चाहिँ बसको सिट निकै कम्फर्टेबल सिटहरू रहेको छ यो बसमा चाहिँ। अनि यो बसमा चाहिँ तपाईँहरूले दुईवटा स्लिपर देख्न सक्नुहुन्छ, जोमा चाहिँ कुल 4जना मान्छेहरू अटाउनुहुन्छ। स्लिपरमा चाहिँ तपाईँहरूले फ्यान,
चार्जिङ पोर्ट, एसीको भेन्टहरू सबै कुरा देख्न सक्नुहुन्छ भने त्यहाँ स्लिपरको अलि तल चाहिँ जुत्ता राख्ने पनि रहेको छ। स्लिपरको साइज चाहिँ निकै ठुलो हो। अनि यो चाहिँ हाम्रो बसको सिटहरू हो। अनि यसको स्लिपरमा चढ्न साइडमा सिट पनि दिएको छ भने यसको सबै सिटहरू फोल्ड हुन्छ, पछाडिको पनि फोल्ड हुन्छ। म हजुरलाई एकछिनमा फोल्ड गरेर पनि देखाउँछु। अनि यो चाहिँ पछाडिको सिट, लास्ट सिटहरू पनि फोल्ड हुन्छ। यहाँ तपाईँहरूले सिट फोल्ड गर्नलाई यो लिभर पनि देख्न सक्नुहुन्छ। अनि पछाडि ग्याप पनि मस्तै छ, जसले गर्दा पछाडिको सिट पनि मजाको फोल्ड हुन्छ। अनि हजुरले हर सिटमा चाहिँ एउटा फ्यान देख्न सक्नुहुन्छ भने यो चाहिँ हाम्रो बसको स्पिकरहरू। अगाडि चाहिँ 2टा स्पिकर छ भने पछाडि स्लिपरमा पनि 2टा स्पिकर दिएको छ। स्पिकर चाहिँ सिजी कम्पनीको रहेको छ, जो कि राम्रै बज्छ। सो आजकोलाई यति नै आयो। हजुरलाई भिडियो मन पर्यो होला। मन पर्यो भने भिडियोलाई लाइक गरी च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। सो अब म हजुरलाई छिटै अर्को भिडियोको साथ भेट्नेछु भने अब चाहिँ हाम्रो कन्डक्टर दाइको बोली सुन्नु है त। नमस्ते, मेरो नाम आकाश। म सुन्दर सुदूरपश्चिम यातायात प्रणालीको गुरुजी हो। मैले तपाईँहरू एउटा मिडिया मार्फत के भन्न चाहेको भने हाम्रो सुन्दर सुदूरपश्चिम यातायात प्रणालीमा गुणस्तरीय गाडीहरू, राम्रो गाडीहरू र 2x2 र 2x1 भएको गाडीहरू पनि छन्। 2x2 मा VIP सोफा, स्लिपरवाला गाडी, अनि कम्फर्टेबल सिट चार्जिङ, तपाईँको म्युजिक, टिभी, LED देखि लिएर हरेक कुराहरू छ हाम्रो गाडीमा। र हाम्रो सुन्दर सुदूरपश्चिम यातायात प्रणालीबाट छोड्ने बिहान 11 बजेदेखि लिएर साँझ तपाईँको 4:30-5 बजेसम्म गाडी पाउँछ हैन। आउने जाने यात्रु महानुभावहरूले सुन्दर सुदूरपश्चिममा जाने महानुभावहरूले हामीलाई कन्ट्याक्ट गर्दा हुन्छ। मेरो कन्ट्याक्ट नम्बर रहेको छ 9868 74 56 56। मेरो गाडीको नम्बर रहेको छ सुपप्र 01001 ख 3535 नम्बरको गाडी चालक हो म। यदि आउँदा जाँदा तपाईँहरू इच्छुक हुनुहुन्छ हाम्रो सुन्दर सुदूरपश्चिम यातायात प्रणालीमा तपाईँहरूलाई यात्रा गर्न यदि इच्छुक हुनुहुन्छ भने हामीलाई सम्झिनु होला। म यति भन्दै बिदा हुन्छु। धन्यवाद।